फाइनली यो चाहिँ आजको 16 तारिक हो अनि यो दिनमा चाहिँ अब म कम्पनीबाट रिजाइन भएर पनि अब म घर जाँदैछु। अहिले चाहिँ म कम्पनीमा छु अनि मेरो यहाँ छ ब्याग अनि ब्याग पनि छ अनि यतातिर छ लगेज अनि पछाडितिर छ मेरो गिद्दा। चलो नो केटा हो, एक्लै आएको हो, एक्लै जानु पर्दो रहेछ होइन। अनि कम्पनी आएर पनि धेरै कुरा सिक्यो होइन। अब त्यो घरबाट हिँडेपछि धेरै कुरा सिकिँदो रहेछ, त्यो कुराको मलाई अनुभव भयो होइन। अनि यहाँनिर चाहिँ पुरा एकदम धुलै धुलो छ है, एकदम धुलै धुलो। हेर्दा नेपाल जस्तो देख्यो पनि यहाँ चाहिँ नेपालभन्दा बरु नेपाल ठिक छ के केटा हो चाहिँ भएर होइन। एकदम भोरै पर्छ, यो गाउँतिरको बाटो भएर हो। अनि यहाँ अलिक भित्र परेपछि राम्रै खालको बाटो आउँछ। सो अहिले म जाँदैछु अनि अहिलेको टाइम रहेको छ यहाँको 11:11 भएको छ र म 5 तिरेर लाग्दैछु। अब अलिकति धुलो धुलो खाएपछि धुलो पनि खाइयो, त्यसपछि अब टक्कसँगले अलिकति पिचहरू आउँदैछ। अब हेरौँ, पिचकै बाटो भए त धेरै राम्रो हुन्छ होइन। अब यतातिर लोकलहरू गाडी यस्तै हो, यहाँनिर यस्तरी धुलो उठ्छ भनेर मैले चाहिँ पर्दा लगाएको हातले समाति होइन। हल्का पानी पनि रहेछ, कोहीमा हात सिक्ने चम्तिक झन्डै मजीले लगाइसकल भात छ होला। हात सिक्ने केटा हो, के गर्नु यहाँ गाह्रो छ। यहाँ जाँदैछु धुलो खाएर, यही हो। परिवारमा धेरै मिस गरिरहेको छु, आफन्त साथीभाइ सबैजना हुन्छ होइन। घर जाँदाखेरि एकदम खुसी पनि छु अनि अर्को दुःखी पनि छु अब होइन। अब कमाउँछु भनेर आएको हो, तर भने जस्तो कमाउन सकिनँ। अब त्यस्तै हो, अस्ति त नदुखाउ आमा बाउ भयो होइन। अब यो छोराले अब यो पालि आउँदा नकमाए पनि यो छोरो अब अवश्य अर्कोचोटि कमाउँदैछ होइन। घर घरमा पनि त बस्नु हुँदैन होइन। अब आमा बाउ ठुलो भइसक्नु भयो, हेर्नुपर्छ। सो ल म लागिरहेको छु। गाह्रो भयो साथीहरू है। अहिले चाहिँ बज्दैछ 5:30, बिहानको 5:30 बजे। अब मेरो चाहिँ फ्लाइट छ क्याम्बोडियादेखि नेपाल चाहिँ 9:30 बजेको फ्लाइट छ। अनि टिकट काट्ने मान्छेले चाहिँ मेरो हुन्छ नि अब यार लगेजै लान नमिल्ने खालको बनाइदिएको रहेछ, टिकटै नो अलाउड लगेज। सो मेरो यहाँ लगेज छ अनि त्यसपछि मैले चाहिँ अलिअलि 7 केजीसम्म चाहिँ लान मिल्ने अरे। त्यही कारणले गर्दाखेरि मैले चाहिँ अब ह्यान्ड क्यारी ब्यागमा मात्र हल्का लुगा लान पाएँ। मेरो सामानहरू सब छोडेको छु है। अनि मेरो गिटार पनि छ होइन, गिटार पनि मैले छोडिदिएको टाटा यार। अब पछि कम्प्युटर आयो भने फेरि तिमीलाई चलाउने छु, नत्र चलाउँदिनँ यार। अब मिस यु होइन। यहाँनिर छ मेरो यो पनि साइड ब्याग हो यताको। अब टक्कले अब म पनि उठेँ, जानुपर्छ यार। अब यो साइड ब्याग किन्छु भनिरहेको छु, यसरी त लान मिल्दैन नि त। अनि त्यही कारणले अब साइड ब्याग अरे ह्यान्ड क्यारी ब्याग किन्छु भनिरहेको छु। पाए पनि किन्ने हो यार, किन्नै पर्छ नि यार। जसरी भए पनि महँगो भए पनि सस्तो भए पनि अब किन्ने हो। ल भाइ, पछि नेपाल आएपछि भेटौँला। बाटोमा तपाईँहरूले मैले क्लिपहरू दिन सकिनँ किनभने अब बाटोमा हुन्छ नि यार, मलाई त्यति कारहरू बसहरूमा ट्राभल गर्न मन पर्दैन होइन। त्यो पनि अब हुन्छ नि अब पैसा भन्दा पनि अब आउनै पर्ने हुन्छ। अनि बस नत्र कारमा नआए केमा आउने त अनि बाटोभरि पनि मैले छाड्दा वाक्क अहिले पनि हुन्छ नि त्यो साइड इफेक्ट हानिरहेको छ क्या। सम्झिँदै बमिट आउँछ क्या। आउँदा कम्पनीबाट निक्लिँदाखेरि भात खाएको थिएँ, बाटोमा आउँदाखेरि त पुरै बमिट भएको
डाइपर पनि थियो, डाइपर प्लास्टिकमा फालिदिएको पछाडि अनि ल्याङ भएको थियो क्या आज अरे हिजो बिहान आउँदाखेरि यार गाह्रो छ। ल है साथीहरू, अब होटलबाट निक्लिनको लागि पनि अब मैले रेडी भइसकेँ अनि अब सुतेको यो खाट यही हो है। रुम पनि यस्तै छ होइन। मेसी यार गिटारको धेरै याद आउँछ, अब लाग्नुपर्ने हुन्छ। मैले पनि अब अझसम्म हुन्छ नि भाउ पनि दुखिरहेको छ कि। हिजो पनि म कति त्यस्तै 24 घन्टासम्म सुतिनँ कि बाटोमा आउँदाखेरि पनि अब हुन्छ नि आउने बेलामा सुत्नुपर्ने टाइम हो, तर आँखा खोलेर आएको नि त, अनि त्यही कारणले गर्दाखेरि टाउको पनि लास्ट दुखिरहेको छ। के हुन्छ त हुँदै जान्छ, अब भविष्यमा के हुन्छ त सोच्नु पनि हुँदैन होइन। अब म गएर अब ह्यान्ड क्यारी ब्याग किन्छु भनेको छु, अब हेरौँ, लेट्स सी। म हजुरहरूलाई भनेको त थिएँ ह्यान्ड क्यारी ब्याग किन्छु भनेर, तर बिहानको समय म बिहानै मेरो फ्लाइट पनि बिहान परेको कारणले बिहानै चाहिँ सोपहरू कुनै पनि पसलहरू ओपन नभएको कारण मैले चाहिँ त्यो सामानहरूलाई दुईवटा मसँग थियो सानो झोला र अर्को एउटा सानो थियो ह्यान्ड क्यारी ब्याग, त्यसमै हालेर जस्तो म्यानेज गरेर मैले चाहिँ लिएर एयरपोर्टसम्म जाँदैछु होइन। फाइनली हाम्रो बोर्डिङ पास सबै भइसकेपछि 1 घन्टा जति बस्यो, सायद त्यस्तै 1-1.5 घन्टासम्म बस्यो। त्यसपछि हाम्रो फ्लाइट भयो। यो चाहिँ टेक्नो कम्बोडियाको नयाँ एयरपोर्टबाट हामीले फ्लाइट लिएको अनि हामीले जानुपर्ने थियो ब्याङ्कक। ल गाइस अब उडिँदैछ होला। अहिले चाहिँ म ब्याङ्ककदेखि नेपाल जाँदैछु। सायद म ब्याङ्ककमा आएर चाहिँ 5-6 घन्टासम्म मैले वेटिङमा थियो। त्यसपछि हाम्रो बोर्डिङ पास पनि भयो अनि मैले बोर्डिङ पासको भिडियो बनाउन पनि पाएन होइन। पाएन भन्दा पनि अब त्यस्तै भएर म बिर्सेँ, सरी चाहन्छु। अब म जाँदैछु गाइस नेपाल, बाई बाई। पाहाड छ। फाइनली काठमाडौँ पनि आइपुग्यो साथीहरू। कति घर हो? 叫什么？武警啊、部队啊，这些都还是有欠缺。我们在中国怎么可能有这种事情？在中国不可能会有这种事情。राम राम राम राम।哇塞，人好大好漂亮，这。गिरा रहेछ घर।他油漆他不可能说是把这种烧伤2个人。哦，
फाइनली आइपुग्यो साथीहरू सेभली ल्यान्ड 哇塞，还车还不少。 一般的时候对了。 车水马龙的，我操，那个可能是条主街道。ल्यान्ड भयो